Hello guys, everyone, welcome to my vlog. हामी चाहिँ आज यहाँ पोखरामा छौँ होटल ग्लोरीमा. सो हामी चाहिँ आज हाम्रो ट्रेकको फर्स्ट डेज हामी हिजो आएको पोखराबाट सरी काठमाडौँबाट. सो आज चाहिँ हामी ट्रेकको फर्स्ट पहिलो दिन. सो हाम्रो गाइजहरू एभ्रीवान इज रेडी हुँदै हुनुहुन्छ यहाँनिर. सो गाइज सर्ट आउट है, सर्ट आउट सबैजनालाई पानी. ए होइन कमरेड प्लिज. सो दिस इज आवर फर्स्ट डे. हामी चाहिँ एकदम प्याक सबै भइसकेर हामी चाहिँ अब जाँदैछौँ. ओके. ओ माई गड, हियर इज मिस्टर प्रदीप नेपाल. हामी टोटल 5 जना मान्छे छौँ. सो हामी अलिकति रिच देख्यो होला यस्तोले गर्दा होला. सो गाइज केटीहरू मात्र होइन केटाहरू पनि स्किन केयर गर्नुहुन्छ. मैले त लाइसकेँ. सो हाम्रो चाहिँ यहाँनिर बसिरहेको थियौँ अनि गाडी आएन. होटल पछाडि ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ. र हाम्रो ब्याकग्राउन्डमा चाहिँ यस्तो आइसकेको छ. यो हाम्रो ब्रेकफास्टहरू. सो अलिकति रिच देखिन सक्यो होला मलाई पनि. सो गाइज यहाँ 3 जना चाहिँ हाम्रो रोटी तरकारी खाँदै हुनुहुन्छ. अनि लभ दाई र म चाहिँ अलिकति हामी चाहिँ लभ दाई हामी चाहिँ अलिकति रिच पिपुल यस्तो या नभनिदिनु न. हामी चाहिँ खाजा साजा खाएर एकदमै लिइसकेको छौँ. हाम्रो यात्राको क्रममा हामी अब एकदमै देखाउँदैछौँ के हुन्छ. हाम्रो ब्याकग्राउन्डमा यतिजना हुनु सक्नुहुन्छ सबजनाले. हामी चाहिँ यतातिर हिँडिसकेका छौँ. सो एट द मिडल अफ द पेट्रोल पम्प हामी चाहिँ पेट्रोल हाल्नको लागि एकदम पेट्रोल हाल्दै हुनुहुन्छ हाम्रो दाइले गाडीमा. ब्याकग्राउन्डमा चाहिँ हाम्रो दाइहरू हुनुहुन्छ. यहाँ पुरै आइसकेको छौँ. दिस इज हेम्जा रोड, खतरा रोड पनि गाइज. सो हाम्रो विवेक दाई हो. यो चाहिँ दाई एकदम सेक्सी दाई म सेक्सी दाई हाम्रो डियर कमरेड दाई हो होइन. यो चाहिँ हाम्रो प्रिन्स नेपाल. हाम्रो दादा हुनुहुन्छ अस्ट्रेलियाबाट. सो दादा एकचोटि सबैलाई हाई गरिदिनु होला. हाम्रो क्षितिज पराजुलीको उर्फ सिद्धुको युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु होला. मन पर्यो भने यो भिडियो लाइक गरिदिनु होला. मन परेन भने पनि कमेन्टमा चाहिँ लेखिदिनु होला के मन पर्यो. मलाई देखाइस् भने चाहिँ तिम्रो सब्सक्राइबर बढ्छ होइन. अब मलाई बोल्न दिन्छस् भने बढ्छ नभए बढ्दैन. यस्तो ठाउँमा आउनु पाए काहीँ त होइन जिन्दगी लो भन त. होइन सोच्दा यस्तो मजा आउँछ. केटाहरू सबलाई जग्गा किन्नु मेरो भाइको चाहिँ हाम्रो चाहिँ एकदमै यात्राको क्रममा चाहिँ हामी अहिले यहाँनिर चिया खानको लागि रोकेको छौँ. दाइहरू यता हुनुहुन्छ गाइज. घोरपानी तर्फ हामी आइरहेको छौँ. अलमोस्ट 1 आवर 2 आवरको हाम्रो चाहिँ अफ राइड 3 आवर्स भइसक्यो भाइ. अलमोस्ट नो हामी 2 आवर प्लस भइसक्यो नि त. 3 आवर भएन. 3 आवर लगभग 3 आवरको चाहिँ हाम्रो 3 आवरको चाहिँ हाम्रो अफ रोड राइड भइसकेको छ स्कर्पियोमा.
हामी चाहिँ अन द वे नै छौँ। अलिअलि भर्खर हाम्रो लालीगुडा सुरु देखिन थालिरहेको छ। सो भिरको माथि छ भिरको माथि छ हुन्छ छिटिङ लड्ने भिड छ यहाँ चाहिँ भनेको बाह्र लड्ने भिड छ धेरै यो मार्केट धेरै पर आयो ल भाइ आइ भन्दिनु आयो आएको ठाउँ फेरि आयो नै भन्नु लगाउनु जाँदैछौँ हामी आउँदैछौँ अब पुग्छौँ। हाम्रो चाहिँ गाडी अब यहाँ हाम्रो लास्ट स्टेसन हाम्रो बनठाटी वी आर एट लास्ट स्टेसन हाम्रो चाहिँ बनठाटी भन्ने ठाउँ हो यो चाहिँ। अब यहाँबाट चाहिँ हामी पैदल यात्रा घोरापानी भनेर चाहिँ अलमोस्ट 3 आवर प्लस लाग्छ अरे घोरापानी जानलाई। वे चाहिँ यही हो। अब हामीले लन्चहरू केही गरेको छैन, लन्च खाएर अनि त्यसपछि चाहिँ हामी जाने कुरा छ। हस् त ल भेट्दै गर्नुपर्छ। यहाँनिर लपरिएको छ कुकुर र बिरालोको लपऱ्यो गाइजहरू। कति हो माया मोटरसाइकल ओइ म्याउ लड न लड तिमीहरू पुरा उता घर शब्द एकचोटि गरेर ओ झगडा गर्न। हामी चाहिँ सबैजना खाना खाँदैछौँ गाइज हेर्न सक्नुहुन्छ। कोही भातले अलि विदेशीहरू चाहिँ अलि चम्चाले धनीमनीहरू। हाम्रो यहाँनिर चाहिँ 350 लियो भेज खानाको। हामीले भेज खाना खायौँ सबैजनाले। ठाउँको नाम चाहिँ यो बनठाटी हो होइन। त्यो भएको कारणले गर्दाखेरि अब हाम्रो फर्स्ट ट्रेक चाहिँ अब चाहिँ हिँड्ने हो। यहाँसम्म त गाडीमा आइएको थियो। अब चाहिँ यहाँबाट चाहिँ हामी मजाले गाडीबाट झरिसक्यौँ खानासाना खाएर। अब यहाँबाट चाहिँ हामी मजाले जान्छौँ। अझ दाइहरू चाहिँ त्यसको लुगाको हालत हेर्न। ओइ माकुरी भाइ यार म कहाँ अब ट्रेक हिँड्ने हो यार भाइ लुगा फोर्न पन न। ल बाई बाई गर्दै सबैलाई। दाइहरू चाहिँ माथि गइसक्नु भएको छ। यहाँ म चाहिँ प्लास्टिक बोकेर आएको छु। यो प्लास्टिक पनि कति महँगो हो बा एउटाको 150 रे। 5वटा लिएर जाँदाखेरि त टन्नै पर्ने रहेछ। त्यही पनि हामीले बोक्यौँ। बाई बाई कुकुर बाई बाई डगले हामी चाहिँ घोरेपानी तर्फ जाँदै गर्दाखेरि चाहिँ लगभग 3.5 घन्टाको यात्रामा 2 घन्टा 1.5 घन्टा जति हिँड्यौँ। 1.5 घन्टा जति हिँड्ने यात्रामा अलमोस्ट हाम्रो चाहिँ एभ्री कर्नरमा चाहिँ हामीले यस्तो रोडोडेन्ड्रन फुलहरू देखिरहेको छौँ। फर्स्ट टाइम त होइन देखेको, तर हामी चाहिँ अलिक सक्षम नागरिक भनौँ न। हामी टिप्नी गर्दैनौँ फुलहरू चाहिँ फुल्न दिन्छौँ। किनभने एउटा फुल टिप्दाखेरि चाहिँ त्यो हाँगा नै जाने टाइपको सुनेको थिएँ मैले। त्यही भएर फुलसुल चाहिँ टिप्नी गरेको छैनौँ। हाम्रो सबैजना टोलीहरू चाहिँ अहिले रेस्ट गर्दै हुनुहुन्छ उतातिर, अनि एकजना उतातिर हुनुहुन्छ, अनि एकजना चाहिँ अलिकति गोप्य कार्यको लागि पनि जानुभएको छ, अलिकति देखाउन नमिल्ने स्थितिले। सो ठिक छ, हामी जाँदैछौँ। डे आएन मेरो त लाइक डे 1 को भ्लग भनेर हाल्ने हो नि त। तिमी त पुरा देखा है क्या यसो देखिन्छ। माई गाइज आर टु मच एकदम। हामी अहिले नाङ्गे ठाटी भन्ने ठाउँमा छौँ। अघिको टाइमभन्दा चाहिँ अहिले लगभग 45 मिनट जति हिँडिसकेका छौँ विश्रामको लागि। हामीसँग लभ दाई र प्रिन्स दाई हुनुहुन्छ र यतापट्टि हाम्रो रिप दाई हुनुहुन्छ। अर्को मान्छे फेरि पनि भ्लगबाट गायब हुनुहुन्छ, बुझ्नुहोस् आफै। हामी
यो चाहिँ हाम्रो देउरालीमा यो ढुङ्गा माथि एउटा राख्छ नि, सो दिस इज यो देउराली भन्छ अरे। अनि यसलाई चाहिँ विस माग्नको लागि चाहिँ गर्ने रहेछन्। भरे पानी पुग्नलाई अलमोस्ट धेरै टाइम बाँकी छैन, अब पुग्न लागेको छौँ जस्तो फिल भइरहेको छ, बिकज इभिनिङ पनि भइसक्यो नि त। लाइक इट्स राइट नाउ 4:30 हुन थालिसक्यो अनि हामी 3.5 घन्टादेखि नै हिँड्दैछौँ। बाटो चाहिँ तर यो पुनेल जाने बाटो चाहिँ एकदम क्लिन छ कि। किन क्लिन छ भनेदेखि ठाउँ ठाउँमा डस्टबिनहरू छ, यहाँको होटेल व्यवसायहरूले चाहिँ मिलाएर त्यो आफ्नो ठाउँहरू चाहिँ नहोस् भनेर चाहिँ बनाएको जस्तो छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ क्लिन भयो होला सायद। हामीले फोहोर चाहिँ फालेको छैनौँ बाटोमा, फाल्नु नि हुन्न त्यस्तो, फाल्ने गरेन थिएन। सुदीप दाई हाम्रो अगाडि 3 जना हुनुहुन्छ। बल्ल हामी चाहिँ हल्का तराई क्षेत्र छुँदैछौँ है गाइस, किनभने हल्का प्लेन एरियामा हिँडिरहेछौँ कि, त्यही भएर। घोरेपाटन पुनिल जाने बाटो, घोरेपानी पुनिल जाने बाटो आइसकेको छ। ब्याकग्राउन्डमा हाम्रो दाई हुनुहुन्छ, सुदीप दाई। सुदीप दाई कस्तो भयो ट्रेक? 3 घन्टाको 3.5 घन्टाको यात्रा। यसो वार्म अप भयो हाम्रो लागि। मेन ट्रेक चाहिँ भोलि सुरु हुन्छ। हाम्रो हत्तेरीका भाइले अलिकति ढिला गर्यो, त्यो पनि ठिकै छ होइन दाई, एभ्रिथिङ इज बेस्ट। ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो घोरेपानीको एरिया हो। अनि हाम्रो अरू दाईहरू चाहिँ यहाँनिर घोरेपानीको यहाँ ल्यान्डमापहरू हेर्दै हुनुहुन्छ, कहाँ छ के छ भनेर। सो यस्तो छ। ल दाई कस्तो लाग्यो हजुरलाई 3.5 घन्टाको यात्रामा? आजको कस्तो भइरहेको छ? फिलिङ गुड? विवेक दाई, विवेक दाई कस्तो भइरहेछ? दमदनाहट छ यहाँ त, दमदनाहट छ है आज। तर हामीले हल्लायौँ नि त, एकदम कस्तो भइरहेको? एकदम ठिकठाक। अहिलेसम्म चाहिँ हामी सक्छौँ। टोपी चाहिँ अलिकति खोल्नु पर्ने रहेछ है, मैले टोपी खोल्ने अब झन् दामी यहाँसम्म हल्लायो अहिले। यो चाहिँ हाम्रो है वेलकम टु घोरेपानी। खायो